बिस्तारै बिस्तारै भगवानहरू र महाप्रभुहरू पृथ्वी छोडेर आफ्नो योगमा जानुभयो। कतै हामीले उहाँहरूको इच्छा राख्न सकेनौँ या उहाँहरू हामीसँग बस्न चाहनु भएन या त हामी उहाँलाई दुखी बनायौँ। यस्तै यस्तै मनमा अनेकौँ भावनाहरू सोच्दै म आइसकेको छु स्वर्गद्वारी महाप्रभुको दर्शन गर्न। समुद्र सतहदेखि 2121 मिटर उचाइमा पर्ने देश तथा विदेशमा पर्ने निकै प्रख्यात ठाउँ स्वर्गद्वारी नामदेखि नै परिचित छ। स्वर्ग जस्तो ठाउँ स्वर्गद्वारी हो, साँच्चीकै यो स्वर्गद्वारी हो। देखियो देखियो उस्तै त्यो कक्सु रुख निस्के तपाईँले डिस्टर्ब गर्नु
ल गाइजहरु हामी चाहिँ आज स्वर्गद्वारीको यात्रा गर्दैछौँ। मैले बाटोमा सिँढी रहेछ यो है, सिँढी चढ्दैछौँ हामी। कतिवटा सिँढी चाहिँ टोटल 500 कति अरे 560 578 एसी 560 78 को आसपासमा छ सिँढी है। गिन्ती गर्दैछौँ हामीले अहिले। अब कति रहेछ त्यो म पछि बताउँछु हजुरलाई। यहाँ मेरो छोरो चिसोले त्यहाँ चिसो रहेछ मौसम, चिसोले छोरो काटिरहेछ। हात यस्तो गर आइरहन ल गुड छोरो गुड। मम्मी पनि पछाडि हिँड्दै हुनुहुन्छ, हाम्रो बाबा हुनुहुन्छ उहाँ पछाडि है। जय भगवान जय भगवान। फाइनली साथीहरु आज हामी स्वर्गद्वारी आइसकेको छौं। यता मेरो छोरो छ छोटा सिद्धान्त अनि म सिद्धान्त छेत्री। स्वर्गद्वारी नयाँ न्यू इयर मनाउन स्वर्गद्वारी आएको। यहाँको भित्रको भ्यूज पनि यहाँहरुलाई म देखाउने कोसिस गर्नेछु। छोरो हेर यता हेर, हाई भनिदिऊ भाइ। छोरो रिसाएछ मम्मु मम्मु भनिराखेछ है। स्वर्गद्वारीको भ्यू देखाउने छु यहाँहरुलाई म। यहाँहरु कतिपय साथीहरु त घुमिसक्नु भयो होला यहाँको बारेमा। छोरो हेर 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 देखाउँदै छु। यो हो स्वर्गद्वारीको मूलद्वार है। मूल मेन सुरुमा पूजा चाहिँ यहाँभित्र हुन्छ। यहाँभित्र गएर पूजा गरिन्छ। यहाँहरुले देख्न सक्नुहुन्छ भित्रको लाइन देखाछु। भित्र गएर फोटो खिच्न नमिल्ने हुँदा भित्र लगेर मैले यहाँहरुलाई फोटो देखाउन सकेन, त्यसको लागि क्षमा प्रार्थी छु। भक्तजनहरुको निकै भिड छ यहाँ, यहाँहरुले देख्न सक्नुहुन्छ। म भिडियो बनाउँदैछु के। विदाई प्रसादी वितरण यहाँ हुन्छ है। पूजा पुरा गरिसकेपछि विदाई प्रसादी विवरण यहाँ हुन्छ। यहाँ वितरण गरिन्छ प्रसाद। यहाँहरुले यहाँबाट विदाईको लागि प्रसाद लिन सक्नुहुन्छ। यहाँ पनि अलिकति भिड नै छ। वैदिक अखण्ड महायज्ञ मन्दिर यतातिर छ।
यज्ञशाला बनौडी भएका पुजारी बाहेक भक्तजनले बाहिरबाट दर्शन गरिदिनु होला। गुफा त नजाने ठुल्ठुला गुफा हेर यहाँ परबाट फेरि उकालो लाग्नुपर्छ। अहिले फेरि तपाईँको सिट अपहरण हुन्छ। भिडियो खिच्ने कि फोटो खिचेर आउनु चाहिँ मैले खिच्दैछु आउनु आउनु भाउ त्यहाँ फर्किने हो डान्स त ओहो एक्लै एक्लै दुर के नजाने तपाईँ नि आउनु भाउ स्वर्गमा आउन पाइयो दर्शन लोगो जान्छ कता कता गयो भाइ लुगा चाहिँ बाहिर राख्नु न जानु जानु भित्र लुगा जहिले हेर्नु चाहिँ हुन्छ। उता बनाउँदैछौ हजुरको नि बनाइदिउँला। सानो बनाउनु भयो त सानो बनाएर नि गइन्छ स्वर्ग। अब के गर्नु त यस्तै छ अब ठुल्ठुलो यहाँ पनि पैसा चढाइदिनु भयो कहाँ त्यहाँ राख्नु भएको छ त त्यहाँ त राखिन त्यो त मैले होइन भन्यो यत्तिको बनाएपछि स्वर्ग गइन्छ। अब गइन्छ त होला यता नि गर्दैछ है 20 सेकेन्डको बनाइदिनु है।
गोविन्द प्रसाद देवकोटालाई आसन गराउनको लागि हार्दिक स्वागत गर्दछु र यहाँले यहाँको हातबाट हाम्रो दुई शब्द भन्छु सबैलाई यहाँले दुई शब्द भनेर टीका गरेर मैले मेट्छु र है त तपाईँ त्यसो लाग्छ तपाईँ सबैलाई मेरो दर्शन नमस्ते। यहाँ मेरो दाइहरू पनि हुनुहुन्छ, सम्झीहरू पनि हुनुहुन्छ, होइन अरू यात्रीहरू पनि सबै नाते नाताका हुनुहुन्छ। तीर्थयात्रा हो, यसमा कसैलाई गाह्रो होला, कसैलाई सिट अप्ठ्यारो होला, कसैलाई अब भयो दुकानमा हाम्रो यात्रा एकदम राम्रो सफल भएछ। आगामी वर्षहरूमा पनि फेरि यस्तै गरी रमाइलो गर्दै जाउँला। समयले फुर्सदले हामीले पाउन पर्यो, सबभन्दा ज्यान सुस्त हुन पर्यो। हामीले यसमा बिचमा केही त्रुटि भएर पनि हामीलाई क्षमा प्राप्ति। ठिकै हो। ल अब यसको यहाँले अरू विश्लेष यहाँले गर्नुहुन्छ। आउँदैन 1.5 घन्टापछि बीचमा चाहिँ नि बाटाहरू अवरोध अहिले नपकाउ गर अब हेर्दै उकालोमा चाहिँ नि अब पहिराहरू गएको माटो जमेको त्यस्तो परिस्थिति सुरुबाटै सिर्जना भयो। हामी त्यही ढोँडादेखि पर जाने त्यो सिमलटारी वालतिर चाहिँ नि गाडी फसेर हाम्रो फर्काउनु पनि पर्यो। त्यस्तो भइ चाहिँ नि हाम्रा गुरु किन मान्ने दोस्रो लगाउनु कति बोल्नु यो लाउनुहोस्। सम्मान हो, सम्झना हो। एउटा अबिर पनि ठुलो कुरो, अबिर पनि ठुलो कुरो लाउन नि पाइन्छ। हो ल अब यही भन्दै म आफ्नो परिचय हजुरहरूलाई मैले केही कुरा राख्न चाहेँ। मेरो परिचय दिँदा मेरो मालिका गाउँपालिका वडा नम्बर 4 मुलेबारी म धनु अर्याल हो र म चाहिँ गुरु भनेर त्यति माथि पुर्याउनु पर्ने आवश्यक छैन। म तपाईँहरूको कसैको भान्जा हुँ, कसैको चाहिँ नाति हुँ, कसैको चाहिँ भाइ हुँ, कसैको भतिजा हुँ, होइन। अनि र तपाईँहरूले मलाई धेरै हुन्छ पाइन्न भने जस्तो खाना मिल्दैन। अब त्यसको लागि बाटो मेन्टेन गर्ने कुरा हो, अर्काले खुवाउने कुरा हो। यसमा अब कसैलाई मिठो भयो होला, कसैलाई नमिठो होला, कसैलाई होइन। यसलाई